सेवा नमस्ते गुड मर्निङ एभ्रीबडी आजको दिन मेरो सुरु हुँदैछ आज मेरो छुट्टी हो अनि तेस्रो दिन छुट्टी लगातार सन्डे मन्डे आज ट्युसडे हो आज मेरो 3 दिन कन्टिन्यू छुट्टीमा चाहिँ आज चाहिँ म भिडियो बनाउँदै छु इन्जोय गरिरहेछ बुढीले अहिले चाहिँ हामी जाँदै छौं प्रिन्सिपल के पार्क गरे बुढा फ्र्याङ्क प्रिन्सिपल पार्क होला जस्तो लाग्छ पनि या हो त्यो थाहा भएन हामी त्यो पार्कमा जाँदैछौँ त्यहाँ चाहिँ एभ्री ट्युसडे चाहिँ हाम्रो राई दाजुभाइहरू चाहिँ मिलेर चाहिँ त्यहाँ फुटबल यसो एक्सर्साइजको लागि यसो भेला भएर फुटबलहरू खेल्नुहुन्छ अहिले फेरि वर्ल्ड कपको पनि एकदम चर्चा परिचर्चा भइरहेको छ होइन अब त्यो हुँदा त झन् फुटबल खेलाडीहरूलाई फुटबल मनपर्नेहरूलाई त झन् राम्रो भइहाल्यो है त गाइजहरू म अब तपाईँहरूलाई त्यहीँ लगेर आजको फुटबल चाहिँ देखाउने छु अनि यहाँ चाहिँ जर्सी लाउनु भएको छ KRSA लेखेर है अब उहाँ चाहिँ खेलाडी हुनुहुन्छ उहाँ पनि मेसी जस्तै नै हो होइन म रोनाल्डो सब्स्टिट्युटमा पनि मुस्किलले आउने मान्छे अनि अब हामी चाहिँ जाँदैछौँ त्यहाँ पुगेपछि म तपाईँहरूलाई फेरि त्यहाँको खेल कस्तो खेल्नुहुन्छ हाम्रो राई दाजुभाइहरूले देखाउने छु धन्यवाद भिडियो हेर्दै गर्नु होला ल लाएको माया आलु भोटाङ्गे चिनेनौ भने छापाली खोटाङ्गे हामी चाहिँ पार्कमा आइपुग्यो है पार्क त्यस्तो छ यहाँनिर पार्क हुनाले फुटबल खेल्ने ठाउँ यस्तो छ अब देख्न सक्नुहुनेछ अलिअलि एक दुईजना मात्रै भेला हुनुभएको रहेछ दाजु आज बेलैमा सुरु गर्नुभयो मेरैमा फर्स्ट धन्यवाद तपाईँ साइकलबाट आउनुभएको ऊ आएन बहिनी आएन एकछिनमा आउँछ होला गाडीमा हाम्रो त यस्तो सँगै ठाउँमा छ है अगाडि पछाडि अल ढिलो उठ्यो कि त्यही कारणले हो म त छोड्दै के अरे अलि ल्याङल्याङ गराउँदा म छोडेर हिँडिहाल्छु नि त म त त्यस्तो यहाँ साइकल सिक्दैछ अब यहीँ कडा गयो मेसी आज मेसीको रहेछ होइन आज ठिक हो नि त हामी पनि छुट्टीको दिन होइन कसैले मैले नयाँ जुत्ता लिएर आएको छु त फेरि भाइले पनि किन त्यो काँडा भने यो चाहिँ कहिले काहीँ म्याच हुँदा मात्रै खेल्छु ठिक छ दुख्दैन यो भाइको खुट्टा त सुलु त सोच्छु हजुर टाइट भएन भएन मैले हिजो नापेर किनेको कहाँ किनेको यो फ्लक्सिङमा यो के भन्छ स्काई मल के छ नि यो चाहिँ अस्ति होइन नि अस्ति अर्कोले खेलाडीहरू यहाँनिर रेडी हुनुहुँदैछ हाम्रो उहाँ चाहिँ भाइ यहाँ तयारीमा खेलाडीहरू सबै तयारी हुनुहुँदैछ खेलाडीहरू होइन सबैले अहिले तपाईँले किनभने सबैले ट्रेनै यो चल्यो त एडिडास तपाईँले एडिडास के प्रिडेटर हो पनि खेलाडीहरू यहाँनिर यहाँ अर्को खेलाडी यहाँ रेडी हुनुहुँदैछ कहिले किन्नु हो फेरि ठिक भयो मैले यो किनेको थिएँ कि टाइट हो रिटर्न गरिदिएको केटाकेटी जस्तो छ अनि यो कुन साइजको किनेको म त मिडियम किनेको थिएँ कि केटाकेटीको जस्तो लाग्यो भने अब उहाँहरू है खेलाडीहरू चाहिँ उहाँहरूको खेल हेर्नै बाँकी छ अब फिल्डमा आउने छ खेल चाहिँ यहाँ तयारी हुनुहुँदैछ भिडियो गर्ने बेलामा चाहिँ आउनु भयो
मेरो छुट्टी थिएन नि दाजु आउनु मन थियो बिहान त थियो बिहान त हुँदैन त हुँदैन त बिहान एउटा सुस्ती आलु भोटाङ्गे झापाली खोटाङ्गे ओ झापालीको खान्छ यहाँ प्र्याक्टिस भइरहेछ है अहिले चाहिँ थालीमा यतिखेर थालीमा खतरा हुनुहुन्छ हाम्रो राति हालेर कन्ट्रोल खतरा खेलाडीहरू हुनुहुन्छ यहाँनिर सबैभन्दा खतरा खेलाडी त 46 उहाँ हो सबैभन्दा खतरा खेलाडी थाकिहाल्छ सबैभन्दा खतरा खेलाडी उहाँ हुनुहुन्छ जिउ तन्काउनुहोस् रे अनि जिउ तन्काउनुहोस् रे अलग्गै खिचिदिनु पर्ला पहिले नै चढ्नु पर्ने रहेछ के हो त्यहाँ नसमाउनु रहेछ खेलाडीहरू आमा खतरा हो 2 3 4 5 त्यति नै ए कास्टिङ हो यता पनि कास्टिङै हो यता पनि कास्टिङै हुँदैछ यो भिडियो कि 3 चोटि खिचेको स्लो मोसन गरेर आजको चाहिँ हुँदैन यहाँ झन् यहाँ पनि खतरा हुँदैछ आमा बडी स्ट्रेचिङ हुँदैछ धेरै हाइलाइटमा आउनुभयो खेलाडीहरू अरू पनि आउनुपर्छ अब यहाँ हाम्रो सबैभन्दा छिटो पार्टीहरू यहाँ आउनुहुन्छ उहाँहरूलाई म स्वागत गर्न जाँदैछु नमस्ते अङ्कल सेवारो टिपा हौवा आइपुग्नु भयो हामी नमस्ते इनर्जी यहाँ लिएर आउँदैछ यहाँ खेलाडीहरू सम्पूर्णमा लिएर आउनुभएछ Maybe 3-4 miles. Okay. Yeah, thank you. नमस्ते दाजु नमस्कार नमस्ते भाइ नमस्ते हजुर दाजु न्यू के अरे गोप्रो अस्ति नै तपाईँले 2 चोटि भनिसक्नु अस्ति स्लो मोसनमा गएछ र भिडियो नभएर 2 चोटि खिचाएको अब आज चाहिँ लास्ट हुन्छ होला खेलाडीहरू आइसक्नु भयो सबैजना खेलाडी अघि तपाईँहरू ए भन्दै गयो अन्त फेरि गर्नु न हौ ट्राफिकमै हुनुहुन्छ कि लिङ्कन टपरको भनेर त्यो पनि नानी अहिले पो आइपुग्नु भएर उहिले आएको नि त देखिरहेको छ नमस्कार त अहिले होइन दुईजना कस्तो तुलोमा राख्यो भने बराबरी अब पछि म तपाईँहरूलाई रियल खेल देखाउँदैछु है गाइजहरूलाई हेर्नुहोस् अब चाहिँ सुरु हुँदैछ
मेसी अर्जेन्टिना अब त सुरु भयो है खेलाडी के छ भक्कु कुद्दै हुनुहुन्छ त नि हौ कति क्यालोरी बर्न भयो मलाई त लडाइदिनुहुन्छ होला हौ टेन्सन नै यहाँ झन् सबैभन्दा खतरा खेलाडी उल्टो गोल हानेर पनि हुन्छ ठिक छ मेसी हाम्रो किपरले हेप्ने होइन है किपरको मैले यहाँनिर के भन्छ किपरको यहाँ भिडियो नै आउट गरेको छुइनँ आउट गऱ्यो भने मिलियन भ्यू हुन्छ होला धन्यवाद नाना हाम्रो किपर यहाँ यस्तो स्पेन विरुद्ध अर्को के भर्दै के छ अरब खतरा थियो नि हो नि त्यस्तै हो त्यस्तो चाहिँ होइन हो त्यस्तै हो तर यहाँ देख्न सक्नुहुनेछ हाम्रो पोस्ट पनि यहाँ फेरि खतरा खतरा मेसीको खतरा हुनुहुन्छ मेसीको टिम 10 नम्बर उहाँले अनुहार चाहिँ देखाउन चाहनुहुन्न उहाँहरूले पनि चाहनुहुन्न अन्त अलमलाई दिनु पर्यो हौ यहाँ हुनुहुन्छ नि खतरा खेलाडी ल खेलाडीहरू मलाई त बिचमा खतरा खेलाडी झन् उहाँ झन् उहाँ खतरा इन्टरनेसनल खेलाडी हुनुहुन्छ यहाँ झन् खतरा मेसीको फ्यान मलाई त खेदाउनुहुन्छ आमा राम हाम्रो सन्देश दाइ कुद्दै हुनुहुन्छ हौ कहाँबाट अब सन्देश दाइ कहाँबाट कुदेर आउनुभयो खतरा भयो खतरा गोल भयो खतरा 2-0 हो 2-0 हो तर कसले जित्यो थाहै छैन 2-0 भयो भन्नुहुँदैछ है यहाँनिर चाहिँ तपाईँहरूले 3 लाउनु भएको आमा खतरा हो 3-0 एकचोटि हेर्नु पर्यो दुःख गरेको पछि 10 वर्ष पछाडि हेर्दा कति आनन्द आउँछ धन्यवाद दिनुहुन्छ मलाई 10 वर्ष पछाडि हेर्दा मैले साकेला भिडियो हेरिरहेको थिएँ आज खेलेको यो खेल होइन आज खिचेको यो भिडियो चाहिँ अबको 10 वर्ष पछाडि हेर्दा चाहिँ धेरै इतिहास रच्नेछ मैले एउटा सम्झनाको लागि चाहिँ भिडियो खिचिरहेको छु
खुसी हुनुभयो खुसी जिरोबाट बच्न सफल हुनुभयो 3-1 4-1 ओ माई गॉड 4-1 पो भइसकेछ खतरा खेलाडीहरू हुनुहुन्छ हाम्रो दाजु दुईजना चाहिँ के हो ठिङ्गै यहाँ उभिएर योगेन भाइले खालि भुँडी देखाएर खिच्नु चाहिँ खिचेको छु आई क्यान तपाईँले हाल्नुभएको आमा दाजु वा हाम्रो गोल लगाउनु हुने उहाँ हुनुहुन्छ हाम्रो दाजु खतरा ओ माई गॉड झन्डै गोल भयो खेलाडीहरु चाहिँ सबै आउँदै हुनुहुन्छ है आमामा ला के भयो फेरि के भयो नाटक त हैन नि क्राइम गरेको भ्युर आउँछ के भन्नु तिम्रो यहाँ त पोलो घामले खेलाडीहरु सबै थाकेर आउनु भयो रोदु पनि आएछ त कहाँबाट आयो फेरि भर्खर आएको थियो चस्मा लाग्यो खेलौँ न खेल्नेमा 20-25 मिनटहरू ब्रेकमा निस्किनु भएको अरे हो ब्रेकमा खिच्दा खिच्दा थाके यहाँनिर चाहिँ सिधा के हो त्यो यहाँ चाहिँ अब कफी खाने टाइम हुँदैछ होइन पैसा उठाउँदै हुन्छ होइन हाम्रो गाउँ एक दिन भयो होइन एकचोटि हामी याद नि पैसा यहाँनिर पैसा उठाउँदै हुनुहुन्छ के को पैसा उठाउनु भएको कमान्डर के को पैसा उठाउनु भएको कमान्डर कमान्डर के को पैसा उठाउनु भएको के को पैसा हो के को पैसा हो यो चिया खाने पैसा उठाउँदै हुनुहुन्छ हाम्रो कमान्डर साहबले रदु ढिलो आयो नि आज के छोली रेफ्री त होइन ठिक चप्पल होइन गोप्रो हो गोप्रो कुन चाहिँ हो मलाई थाहा छैन दाइलाई थाहा छ ए
कुद्नु हुँदैन अब यो कफी खाने कार्यक्रम हुँदैछ यहाँ बस्नु कफी कार्यक्रम हुँदैछ यहाँनिर हाम्रो यहाँनिर भाइ हो कि मलाई त ज्वाइँ भन्नुहुन्छ अब दाइ नै भन्नु पर्ला नेपालमा गफ गर्दै हुनुहुन्छ उहाँनिर पनि एकजना नेपालमा गफ गर्दै हुनुहुन्छ टिप्पा भेना ज्वाइँ भन्नुभएको फेरि भेना कसरी छे ल नमस्कार सुनाइदिनुहोस् मेरो पनि बुवालाई ल्याउने सर हो नि नेक्स्ट विक हस् ल सबैजनालाई टिपा अङ्कल लसी है हामी चाहिँ लाग्यो हजुर हामी चाहिँ घरतिर लाग्यो अब सक्यो खेलेर कस्तो भयो खेल हेरिदिनुहोस् त